प्रभुले एकदम धेरै आशिष दिनुभएको छ होइन। अहिलेसम्म मैले यस्तो कल्पना पनि गरेको थिइनँ। हाम्रो घर सानो टाढा घर थियो त्यति बेला। अनि मलाई चाहिँ कस्तो नराम्रो लाग्थ्यो त्यति बेला। सानो घर छ अनि सङ्गति अब हुन्थ्यो होइन हाम्रो घरमा, सबैको घरमा। अब सङ्गति गर्ने ठाउँ पनि थिएन। अनि म प्रभुसँग रुन्थेँ, प्रभु मलाई सुन्दर घर मलाई तपाईँले दिनुहोस् भनेर मैले प्रार्थना गरेँ। अनि प्रभुमा त कुनै कुरा असम्भव त छैन रहेछ, सबै कुरा सम्भव छ होइन। अनि साँच्चै हाम्रो परमेश्वर चाहिँ जीवित परमेश्वर हुनुहुन्छ। हाम्रो बिन्ती पुकारालाई चाहिँ सुन्नुहुन्छ। ढिलो छिटो चाहिँ हाम्रो उत्तर चाहिँ प्रार्थनाको उत्तर चाहिँ आउँछ। एक दिन न एक दिन आउँछ हाम्रो प्रार्थनाको उत्तर चाहिँ। अनि साँच्चै परमेश्वर बुवाले चाहिँ मेरो बिन्ती प्रार्थना अरूले पनि प्रार्थना गरिदिनु भयो, मण्डली परिवारले पनि प्रार्थना गरिदिनु भयो। अनि मैले पनि प्रार्थना गरेँ। अनि साँच्चै परमेश्वर बुवाले चाहिँ आज मलाई सुन्दर घर दिनुभएको छ। अनि सुन्दर छोराछोरीहरू दिनुभएको छ प्रभुले। मेरो असल श्रीमान प्रभुले दिनुभएको छ। मैले हिन्दूमा हुँदाखेरि होइन मेरा छोराछोरीलाई दुःख गरेर पढाएँ। त्यतिखेर म हिन्दूमा हुँदाखेरि जाँड रक्सीहरू पार्थेँ। यहाँदेखि म चारालेसम्म डोकोमा बोकेर लान्थेँ रक्सी, जाँड रक्सीहरू। अनि बिक्रीबट्टा हुन्थ्यो। अनि त्यसबाट म नानीहरूलाई पढाएँ। मैले सबैलाई पढाएको, छोराहरूलाई पनि छोरीहरूलाई पनि। अनि पढ्दै गर्दा सबैले एसएलसी पास गरेका छन् छोराहरूले पनि होइन। अनि कलेज पनि जोइन गरेका थिए मेरा छोराहरूले। अनि मेरो छोरीहरूले चाहिँ उनीहरूले मेरो कुरा माने होइन। उनीहरू चाहिँ पढे, अहिले पढेर अब जागिर खाँदैछन्। मेरो सुनिता छोरी अहिले नगरपालिकामा सचिवको काम गर्दैछ। अनि मेरो गङ्गा छोरीले अहिले यस्तो तालिमहरू चलाउँदैछ। अनि मलाई एकदम खुसी लाग्छ अहिले मेरो छोरीहरूले अहिले असल ज्वाइँहरू पाउनुभयो। एकदम म खुसी छु। म चर्च जान चाहिँ कहिले मैले छोडिनँ।